आज हामी चन्द्रनाथ बाबा भनेको एक सिद्धि प्राप्त गर्नुभएको अवधूत चाहिँ सबै चाहिँ जितेन्द्रिय इन्द्रियलाई जितेका र प्रजावत्सल अर्थात् अरूको अहितका निमित्त हिँडेका एकजना साधु हुनुहुन्थ्यो, जस साधुले यहाँ आएर चन्द्रनाथ बाबाको रस्ती रसाउने बस्ती बसाउने, रस्ती भनेको रस्ता भनेको बाटो देखाउने र यहाँको वस्तुस्थितिको बारेमा बुझेर यहाँका चाहिँ जनमानसमा स्थापित गराउन चाहिँ पहल गर्ने एउटा सिद्धि प्राप्त गरेको बाबा हुनुहुन्थ्यो, जस बाबाले भगवान् दत्तात्रेयको चरण पादुका स्थापना गरेर आजसम्म यो मूर्त रूप दिने काम चाहिँ यहाँले गर्नुभएको थियो, जसको नाम हो चन्द्रनाथ बाबाले दत्तात्रेयको चरण पादुका स्थापना गरेर जुम्ला र जुम्लीलाई एउटा बाटो देखाउने प्रशासनिक र प्राविधिक काम गर्नुभएको थियो। अब चन्द्रनाथको लिङ्गको कुरा आउँछ। चन्द्रनाथको लिङ्ग हाम्रा जम्मा चाहिँ गुरु महाराजका 4 लिङ्ग भन्छन्। पुराना लिङ्ग चाहिँ 4 हुन् हेर्नुहोस्, किनभने 4 लिङ्ग, 2टा चन्द्रनाथमा 2टा भैरवनाथमा 4वटा लिङ्ग हुन्। 4 लिङ्गमध्ये एक लिङ्ग चाहिँ पुरानो लिङ्गलाई नवीकरण गरेर अनि पुरानो लिङ्गलाई ढलाएर त्यसलाई लिपपोत पारेर उभ्याइन्छ र 3 लिङ्ग प्रतिवर्ष अनि ल्याउने चलन छ। जस ल्याउने क्रममा पनि यहाँ एउटा कार्यतालिका छ। एउटा चाहिँ राष्ट्र सेवक कर्मचारीहरूले ल्याउने, एक थपला भनेका क्षेत्रीहरूको र ब्राह्मणहरूको समाज मिलेर ल्याउने केही गाउँहरू तोकिएका छन् र एक लिङ्ग हाम्रा कमसले लिङ्ग भनेर भनिन्छ, जस लिङ्ग अब के भन्ने दलित समुदायका दाजुभाइहरूले ल्याउने चलन थियो। अहिले धर्मनिरपेक्ष पश्चात त्यो सबै यो राष्ट्र सेवक कर्मचारीको जिम्मा आएको छ र केही स्थानीय मान्छे मिसिए तापनि एउटा लिङ्ग चाहिँ आर्मीले ल्याउँछ, आर्मीले नेतृत्व गरेका हुन्छ, केही मान्छे मिसेका हुन्छन् र अनि अर्को पुलिसले नेतृत्व गरेका हुन्छ, केही चाहिँ थपाले भनेका चाहिँ त्यहाँ जुटेका हुन्छन् र एक लिङ्ग सशस्त्रले एपिएफले चाहिँ नेतृत्व गरेको हुन्छ, केही मान्छे त्यहाँ जुटेका हुन्छन् बाटो सिकाउने, यसरी जाउँ उसरी जाउँ भनेर आइडिया दिने मान्छेहरू त्यहाँ हुन्छन् र यो सबै लिङ्ग ल्याउने जिम्मा अहिले राष्ट्र सेवक कर्मचारीको जिम्मामा छ। राष्ट्र सेवक कर्मचारीमा पनि विशेष जङ्गी तर्फका चाहिँ जिम्मेवारी जस्तो चाहिँ भएको छ र स्थानीयहरूले जुन लिङ्ग ल्याउने कुरामा अलि एकबद्धता जनाउन छाडेका छन्, त्यो एउटा विडम्बनाको कुरा छ। जस लिङ्ग प्रत्येक वर्ष ऋषि पञ्चमी तीजको चाहिँ दोस्रो तेस्रो दिनमा चाहिँ पञ्चमीको दिन चाहिँ लिङ्ग काटिन्छ र लिङ्ग काट्दा पनि जुन जिल्ला प्रशासनबाट जुन धर्मनिरपेक्ष हुँदा सरकारबाटै त्यो लिङ्ग काट्नका निमित्त वनकाली पूजाका निमित्त एउटा बोको प्राप्त हुन्थ्यो र जसका निम्ति गुठीबाट दाल चामल तरकारी मरमसला प्राप्त हुन्थ्यो र त्यहाँ काम गर्न गएका कामदारहरूलाई चाहिँ त्यो के भन्छ दिनभरि काम गरेर त्यो भोज खाएर आउने चलन थियो। त्यो पनि अहिले गुठीमा निहित भएको छ। किन भन्दाखेरि धर्मनिरपेक्ष भएपछि यसरी एकै धर्मलाई हामीले चाहिँ खर्च पर्च दिन सक्दैनौँ भनेर जिल्ला प्रशासनले हात ठाडो गरेपछि त्यो गुठीले व्यवस्था गर्छ र स्थानीय सरकार नगरपालिकाले पनि हेरिरहेको अवस्था छ। र लिङ्ग प्रत्येक वर्षको चाहिँ ऋषि पञ्चमी दिन काटिन्छ भने यसको ध्वजा जुन तोरण हो, ध्वजा हो, त्यो ध्वजा चाहिँ 52 हातको छ अर्थात् 26 गजको छ र एक वर्षमा 52 हप्ता हुने हुँदा लिङ्ग पनि हाम्रो चाहिँ 26 गजको अर्थात् 52 हातको हुनुपर्दछ र ध्वजा पनि 52 हातको। र यहाँ कोही कसैले चाहिँ गल्ती गर्यो भने दण्ड जरिमाना स्वरूप पनि 52 पैसा अर्थात् 52 रुपियाँ तिराउने चलन छ र उपहार स्वरूप अर्थात् कोहीले पुरस्कृत गर्छ भने 51 तिराइन्छ भने अर्थात् 51 रुपियाँ चढाउँछ भने जरिमाना स्वरूप तिर्ने मान्छेले 52 रुपियाँ तिरिन्छ, जसको निमित्त यो भोको घण्टा बजाउन सक्त मनाइन्छ। बजायमा रु 52 जरिमाना भनेर चाहिँ लेखिएको छ। त्यसो भए हुनाले अनि यसरी चाहिँ लिङ्ग 4वटा लिङ्गमा 3वटा लिङ्ग प्रत्येक वर्ष नयाँ आउँछन्। एउटा लिङ्गलाई के त नवीकरण गरेर पुनर्ताजगी गरी उभ्याइन्छ। जस लिङ्ग अब हामीसँग एक अर्को चाहिँ यो विजय स्तम्भ भन्छ। राजा जयस्थिति मल्लले अनि 2224 कालमा जुन आफ्नो राज्य कब्जा गरे बापत उहाँले गाडेको हुनाले चाहिँ हाम्रा जम्मा 3वटा लिङ्ग चाहिँ चन्द्रनाथमा छन् भने 2टा लिङ्ग भैरवनाथमा छन्। हाम्रा चाहिँ गुरु महाराजका 4 लिङ्गमा एक विजय स्तम्भ पछि थपिएको हुँदा 5वटा खम्बा छन्। र अनि धार्मिक कृत्य कुरा गर्ने हो भने चन्द्रनाथमा त्रिकाल पूजा हुन्छ, भैरवनाथमा पनि त्यही तरिकाले पूजा हुन्छ। बिहानको समयमा ब्रह्म मुहुर्त 4 देखि 5:30-6 बजेको समयमा प्रभातकालीन आरती हुन्छ भने मध्याह्न पूजा चाहिँ 10 देखि 11 बजेको समयमा भोग भण्डारा अर्थात् प्रसाद बनाएर भगवान्लाई चढाउने पूजा 10 देखि 11 बजेको 1 घण्टाको त्यो समय अवधिमा हुन्छ भने साँझको पूजा अब यो मौसम अनुसार हिउँद चाहिँ
6 देखि 7 हुन्छ भने बर्खा सिजनमा चाहिँ 7 देखि 8 बजेको समयमा सायंकालीन आरती हुन्छ र पूजाको क्रम त्रिकाल पूजा हुन्छ। र भोग भण्डारका कुरा तिनै हुन्। 10 बजेको समयमा हुन्छ भने बिहान दुध भातको चाहिँ भोग भण्डारा हुन्छ भने साँझ चाहिँ दुध र चिउराको भोजन हुन्छ। जस धान चामल स्थानीय अब चन्द्रनाथको शक्ति र चाहिँ पावरको कुरा गर्दा चन्द्रनाथ भनेको एउटा अवधूत बाबा हुनुहुन्छ। कोही कसैले चाहिँ इच्छा इरादा राखेर भगवान भक्तिप्रति श्रद्धा राखेर भगवानसँग आफ्ना दुःख पुकाराहरू गर्ने मान्छेहरू पनि हुन्छन्। सबै एकैनासै सकाम भक्ति र निष्काम भक्ति, भक्ति चाहिँ दुई प्रकारका हुन्छन्। धेरैले चाहिँ सकाम भक्ति कोही पाउनका निमित्त चाहिँ भक्ति भाव चाहिँ प्रकट गरेर मन्दिरमा आउँछ र केही पर्सेन्ट मान्छेहरू चाहिँ निष्काम भक्तिका पनि हुन्छन्। र सकाम भक्ति गर्नेहरूले चन्द्रनाथमा आएर पुकारा गरे मलाई यो चाहियो भन्यो भने अनि चन्द्रनाथ बाबा त्यसले अनि बटुक भैरवलाई चाहिँ हेर्नुहुन्छ। त्यसका निमित्त बटुक भैरवको ढोका चाहिँ दक्षिण राखिएको छ, किनभने चन्द्रनाथको सुरक्षार्थ, दत्तात्रेय भगवानको सुरक्षार्थ एउटा राखिएको के भन्छ भैरव गण हो, गणको रूपमा स्थापना गरिएका हुन्। र जस गणलाई चाहिँ चन्द्रनाथ बाबाले हराउनुहुन्छ र उहाँको
गुरुकुल पाठशालाका कुरा गर्नुहुन्छ भने यहाँ चाहिँ अन्तत्वगत गुरुकुलमा पढाइ हुने विद्याको चाहिँ महिमा आफ्नै अस्तित्व र आफ्नै महिमा छ। किनभने मान्छेले जतिसुकै चाहिँ कामकाज गरे तापनि अन्तत्वगत मुक्तिको चाहिँ अपेक्षा गर्दछ। मुक्तिका निमित्त गुरुकुल पद्धति अथवा गुरुकुल शिक्षा चाहिँ नितान्त आवश्यकता छ, जसका निमित्त त्यही ध्येयले हामीले 2068 साल कार्तिक शुक्ल पञ्चमीदेखि जुन एउटा सामान्य सप्ताह श्रीमद् भागवतमा ज्ञान महायज्ञ लगाएर गुरुकुल स्थापना गर्ने जमर्को गऱ्यौँ र जसपछि हामीले चाहिँ 2 जना शिक्षकलाई करार नियुक्ति दिएर अथवा केही आफ्नो निजी स्रोतबाट केही पारिश्रमिक दिएर हामीले 1 जना टिचर शिक्षक राख्यौँ र जस शिक्षकले आजसम्म चलाउँदै आइरहनु भएको छ र त्यहाँ हामीले केन्द्रीय सरकार अथवा सङ्घीय सरकारबाट अनुमति हामी 4 कक्षाको पाएका छौँ र स्थानीय सरकार तथा नगरपालिकाले केही उहाँको निमित्त निश्चित चाहिँ कोष राखिदिएको छ, जस कोषबाट त्यो सञ्चालन भएको छ र अनि त्यसमा हामीले 4 कक्षासम्मको चाहिँ स्वीकृति पाएका छौँ। अब चन्दननाथ भैरवनाथलाई के भन्छ सहजसँग सञ्चालन गर्नका निमित्त केही कुराहरूको समस्या छ, जसका निमित्त अब यहाँ जुन अतिथिहरू आउनुहुन्छ अतिथि गृह छैन। किनभने अतिथि गृह भयो भने कोही कसैले चाहिँ होटलमा नखाने अर्थात् चाहिँ पैसाहरू अर्थात् चाहिँ धनदौलत नभएर इच्छा भएका तर चाहिँ धनदौलत नभएर बाहिर निस्किन नसकेका मान्छेहरूका निमित्त सहज हुन्थ्यो भन्ने चाहिँ छ। र एउटा चाहिँ आवास गृह अर्थात् अतिथि गृह त्यस्तै गुरुकुल पाठशाला हामीले खोलेका छौँ, आवासीय हुन सकेको छैन, जसका निमित्त आवासीय चाहिँ गुरुकुल भयो भने केही मान्छे आएर बास बसेर यहाँ चाहिँ काँचो अन्नलाई पकाएर खान सक्ने किसिमको र एक छाक चाहिँ सुत्न सक्नुको व्यवस्था भएदेखि त्यो गुरुकुल पाठशाला सञ्चालन हुनदेखि लिएर चन्द्रनाथ भैरवनाथमा चाहिँ दर्शन गर्ने मान्छेहरूको पनि केही चाहिँ वृद्धि हुने देखिएको छ, जसका निमित्त गुरुकुल पाठशालाको आवासीय एकातिर छ भने अतिथि आवासीय गृह 2टी आवासीय गृहको चाहिँ आवश्यकता छ। एक र अनि अब यस्तो चाहिँ यो वन नासी हुँदै गएको आबादी भइसकेको र अनि गाई गोरु पाल्न छोडिरहेको र खेतीपाती गर्न छोडिरहेको अवस्थामा र जुन भएका स्थानीय गाई गोरुहरू पनि के भने अव्यवस्थित ढङ्गले पालिएका छन्, जसका निमित्त एउटा गौशालाको पनि आवश्यकता छ। र हाम्रा यत्र चाहिँ प्रचुर सम्भावना भएको जुन जडीबुटीको धनी कर्णालीकै चाहिँ मुटुको रूपमा रहेको जुम्लामा पनि चन्दनाथ एउटा आयुर्वेद एउटा सामान्य आयुर्वेद के भन्छ औषधालय अर्थात् चाहिँ रिसर्च सेन्टर भएको भएदेखि पनि अझ चाहिँ सुनमा सुगन्ध हुने थियो भने यी यावत कुराहरू छन्, जसका निमित्त अब केन्द्रीय सरकार र प्रदेश सरकारले हेरिदियो भएदेखि पनि अझ राम्रो हुने थियो भन्ने हामीले अपेक्षा गरेका छौँ। अब अरू त त्यस्तै हुन्, अब मान्छेका आधारभूत आवश्यकताहरू कहिले पनि पूर्ति हुँदैनन्, तपनि सामान्यतया एउटा गौ संरक्षण र अतिथि गृह 2 र अनि चाहिँ गुरुकुल पाठशाला आवासीय 3 यी 3-4वटा कुरा चाहिँ एकदम तत्कालीन समस्या समाधान हुनुपर्दो थियो भन्ने चाहिँ हाम्रो ठम्मै हो।